हरेक ठूला शहरका आफ्नै अध्यारा कथाहरू हुन्छन् हैन त, केही सुनेका केही नसुनेका। आज हामी दिल्लीको एउटा यस्तै रहस्यमय कथा खोतल्दैछौँ। यो कथा हो द्वारिका सेक्टर 9 को प्रेतबाधित भनिएको मेट्रो स्टेशनको। यो कथा दिल्लीमा निकै नै चर्चित छ। तर एकछिन सोच्नुस् त, के दिल्ली मेट्रोमा साँच्चै अनौठो घटनाहरू हुन्छन् होला? मतलब लाखौं मानिसहरू दिनहुँ त्यहाँबाट यात्रा गर्छन्, यो त उनीहरूको जीवनको एउटा सामान्य हिस्सा हो। तर केही मानिसहरूका लागि भने यो एउटा यस्तो ठाउँ पनि हो जहाँ उनीहरूले निकै अनौठा अनुभवहरू गरेका छन्। ल, अब त्यही कथाको सुरुवात गरौँ। यो एउटा यस्तो अर्बन लेजेन्ड हो जसले एउटा सामान्य देखिने मेट्रो स्टेशनलाई डर र रहस्यको केन्द्र बनाइदिएको छ। भनिन्छ दिल्लीमा एउटा यस्तो खास स्टेशन छ जहाँ मानिसहरूले अक्सर अनौठा कुराहरू देखेको र अनुभव गरेको बताउँछन्। इन्टरनेटमा खोज्ने हो भने त यस्ता थुप्रै कथाहरू भेटिन्छन् जहाँ मानिसहरूले आफूलाई त्यहाँ परेका घटनाहरू शेयर गरेका छन्। र यो सबै कथाको मुटुमा छ एउटा पिपलको रुख। हो, एउटा रुख। स्थानीय मानिसहरू खास गरी अँध्यारो छिप्पिँदै गएपछि त्यो रुखको छेउछाउ पर्न पनि डराउँछन्। अब इन्टरनेटमा फैलिएका ती सयौं कथाहरूमध्ये एउटा कथा छ रोहनको। उनको अनुभवले यो अर्बन लेजेन्डलाई साँच्चीकै जीवन्त बनाउँछ। आउनुहोस् सुनौ उनको त्यो डरलाग्दो रातको यात्रा कसरी सुरु भयो। ल, कथा यस्तो छ। रोहन एक रात अफिसमा ओभरटाइम काम सकेर निकै ढिलो घर फर्किँदै थिए। रात छिप्पिसकेको थियो, बाटो सुनसान र उनी एकदमै एक्लै थिए। जब उनी दिनको अन्तिम मेट्रोबाट ओर्लिएर स्टेशनको गेटबाट बाहिर निस्किए, ठिक त्यही बेला उनलाई कस्तो कस्तो अनौठो र असहज महसुस हुन थाल्यो। अचानक हावा एकदमै चिसो भयो अनि चारैतिर एउटा डरलाग्दो सन्नाटा छायो, पिन खसे पनि सुनिने खालको। यहाँसम्म त कुरा महसुस गर्ने मात्र थियो। तर अब कथाको त्यो भाग आउँछ जहाँ यो डरलाग्दो अनुभव एउटा भौतिक आक्रमणमा बदलिन पुग्छ। रोहनले यताउता हेरे एउटा अटो भेटिन्छ कि भनेर। उनी अगाडि बढ्दै थिए, तर अचानक कसैले उनलाई पछाडिबाट जोडले झट्का दिएर तान्यो। उनी भुइँमा नराम्ररी लड्न पुगे। के भयो कसो भयो उनी पुरै अलमलमा परे। उनले हत्तपत्त वरिपरि हेरे, तर त्यहाँ कोही पनि थिएन, कोही पनि। जसोतसो उनी उठ्न खोज्दै थिए, तर फेरि त्यही नदेखिने शक्तिले उनलाई जोडले भुइँमा धक्केल्यो। यस्तो लाग्यो मानौ कसैले उनलाई उठ्नै दिन चाहेको छैन। र त्यसपछि जे भयो त्यो झनै अचम्मको थियो। उनले आफ्नो गालामा कसैले जोडले च्याट पारेर थप्पड हानेको महसुस गरे, तर वरिपरि हावाबाहेक केही थिएन। अब रोहनले आफ्नो जीवनमा त्यस्तो के गरेका थिए र जसले गर्दा उनले ती थप्पडहरू खानु पर्यो त्यो त कसैलाई थाहा छैन। यो कथाको एउटा सबैभन्दा अनौठो र रमाइलो भनौँ न रोचक पक्ष यही हो। त्यो थप्पड खाएपछि त रोहनको सातो नै गयो। उनी निकै डराए र जसोतसो आफ्नो ज्यान जोगाउन त्यहाँबाट भाग्न थाले। उनको दिमागमा एउटै कुरा थियो, त्यो नदेखिने हमलावरबाट जसरी हुन्छ टाढा भाग्नु छ। ल, अब कथाको अन्तिम र सायद सबैभन्दा डरलाग्दो क्षण आउँछ, जहाँ यो अर्बन लेजेन्डले एउटा अनुहार पाउँछ। उनी भाग्दै थिए र भाग्दा भाग्दै उनको नजर त्यही पिपलको रुखतिर गयो र उनले जे देखे त्यहाँ सेतो साडी लगाएकी एउटी महिला चुपचाप उभिरहेकी थिइन्। त्यो दृश्य देख्ने बित्तिकै त रोहनको होस हवास नै उड्यो। उनको डरको सीमा रहेन। उनी पछाडि नहेरी आफ्नो ज्यान बचाउन घरतिर बेपत्तासँग भागे। र त्यो मेट्रो स्टेशन जहाँ रोहनले त्यो भयानक रात बिताए, त्यो स्टेशन थियो द्वारका सेक्टर 9। अब रोहनको यो कथाले एउटा प्रश्न भने पक्कै छोडेर जान्छ कि यो केवल एउटा मनगढन्ते अर्बन लेजेन्ड मात्र हो कि दिल्ली मेट्रोको कुनै अँध्यारो कुनामा साँच्चै केही रहस्य लुकेको छ? खैर, यसको जवाफ त सायद हरेक यात्रीको आफ्नै अनुभव र विश्वासमा निर्भर गर्ला।